Hello everyone, it's me Kusum and welcome back to our new another vlog. अनि फाइनली थर्सडे आयो अनि आज हामी चाहिँ बाहिर जाँदैछौँ। फर्स्टमा चाहिँ हामी हस्पिटल जाँदैछौँ किनकि मेरो चेकअप गर्नको लागि। त्यस्तै भएर त केही हैन, नर्मल चेकअप। अनि त्यसपछि हामी आज कहाँ जान्छौँ त्यो त देखाउने नै छौँ। ट्रामको वेटमा छौँ हामी। ट्राम आएको छैन आज, ऊ भए पनि हल्का चिसो रहेछ। घाम लागे पनि, घाम लाग्दा चाहिँ अर्कै छुट्टै आनन्द आउने। हामी ब्लड टेस्ट दिएर निस्क्यौँ हस्पिटलदेखि। अब खाना खान जान्छौँ, त्यसपछि हामी गो कार्टिङ जान्छौँ। हामी चाहिँ अहिले यत्तिकै टाइम भएर कता जाने भनेर टाइम पास गर्नलाई त्यता मेतामा छिरेछौँ। यति धेरै मेकअपको सामान छ, तर के किन्ने केही थाहा छैन, के गर्ने। यस्तो छ मेकअप गर्न नजान्ने। कलर अप्सन यति धेरै छ नि यहाँ, यति धेरै छ कलर अप्सन। कस्तो कलर गराउने हो फेरि, पैसा पनि त्यस्तो हाई छैन। सबै यहाँको 200-300 को रेन्जमा छ। यस्तो छ, यति कलर छ। कस्तो राम्रो ठाउँ पछाडि। अनि पछाडि चाहिँ यस्तो सिन छ। अनि यता चाहिँ यो के हो, ड्राकुलाको यस्तो शैतानको जस्तो ऊ छ। यहाँ चाहिँ ड्राकुला सुतेको जस्तो छ, हेरेको जस्तो। अनि यहाँ चाहिँ यस्तो मूर्तिहरू छ। हामी भर्खरै यहाँ आएको थियौँ अनि हल्का घाम पनि लाग्यो। अनि यताको भ्यू चाहिँ यस्तो छ। यताबाट एउटा ट्राम, उताबाट अर्को ट्राम, उता अर्को गइरहेछ। वाह कस्तो दामी भ्यू छ के। फेरि तल चाहिँ बोटहरू छ। यो बोटहरूमा चाहिँ पार्टी साटी हुने अनि ऊ गर्ने। गर्मी महिनामा हुन्छ होला है, गर्मी महिनामा पार्टी साटी हुने। अनि यत्तिकै घुमाउने गर्छन्। यहाँ एउटा छ, उहाँ कति धेरै छ। यस्तो तल वकिङ पनि गरिरहेछन् मान्छेहरू बच्चा लिएर। अनि यस्तो बवाल सिन छ नि। उहाँ पनि छ एउटा, कति धेरै छ के। उहाँ छ त्यत्रो ठुलो, त्यो त होटल हो। त्यो त्यही मात्र रहिरहन्छ। यो होटल हो गाइस, पानीमा होटल। अहिले चाहिँ हामी अब खाना खान जाँदैछौँ। लास्टै भोक लाग्यो। अनि यस्तो भातहरूको आइटम पनि कति धेरै छ। दाल तरकारीहरू यति छ नि, आइटम यति छ। जुन हाल्न मन लाग्यो त्यही हाल्ने हो अनि जोखेर अनि प्राइस दिने हो। हामीले चाहिँ खाना लिएर आयौँ। यो मेरो बुढाको खाना, यो चाहिँ मेरो खाना। यति धेरै हामी दुईजना खाना, जे खाना मन लाग्यो त्यो लिएर आउने हो। यहाँ चाहिँ मेरो बुढा। अब हामी खाँदैछौँ खानासाना खाएर अब हामी चाहिँ कार्टिङ खेल्न जाँदैछौँ। हामी चाहिँ अहिले यहाँ मेट्रोको होइन, मेट्रोको वेटिङमा छौँ। मेरो बुढा यहाँ मेट्रो उताको आयो, अब यताको हाम्रो आउनेवाला छ। आयो भने हामी जान्छौँ। जिलिचिन आयौँ। यस्तो छ बाहिरको नजारा। यहाँ चाहिँ बस स्टपहरू पनि लाग्दो रहेछ यहाँदेखि। यो मान्छेहरू बसमा जाने होला नि यहाँदेखि। हामी पनि बसमा जानुपर्ने के हो। मेट्रोको लास्ट स्टेसन हामी आएर यहाँ अब कता जाने हेर्दैछौँ। अनि एकदम घाम लाग्यो, तर चाहिँ यो चाहिँ मेरो फेभरेट टोपी हो। यो जाडोभरि म यो टोपी छोड्दिनँ। मेरो चिसोले टाउको दुखिसक्यो, मान्छेले हाफ लाएर हिँड्न लागिसके, म चाहिँ छोड्दिनँ। अनि बाहिरको नजारा चाहिँ यस्तो छ, पछाडिको सिन। अनि यस्तो छ, बिल्डिङहरू छ ठुल्ठुलो, सपिङ मल पनि रहेछ पछाडि। जे होस् राम्रो छ, छुट्टै अर्कै दुनियाँमा आए जस्तो भइरहेको। गो सिएम कार्टिङमा आयौँ। अब यहाँ चाहिँ भित्र छिर्छौँ। भित्र कस्तो छ जाँदैछौँ। अब भित्र कस्तो छ, फेरि अर्को ढोका छ। अब हामी आयौँ। वाह साथीहरू कस्तो दामी ठाउँ हो। वाह 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 वाह, एकदम दामी छ। यस्तो छ। ओके ठिक छ भनेपछि हामीले पाइहाल्छौँ न। वाह कस्तो दामी, कति धेरै केटाकेटीहरू पनि। अब यहाँ खेल्ने हो हामी गो कार्टिङ। वाह। अनि अब हामी चाहिँ उता काउन्टरमा जाँदैछौँ। हामीसँग फेरि भाउचर पास छ, मैले काममा पाएको, केएफसीमा पाएको, त्यसैले खेल्ने हो। सायद यहाँको 350 भने जस्तो मानेको थियो प्राइस। हामीले फाइनली टिकट पायौँ। हेलमेटहरू छ अनि यो पनि छ। यो चाहिँ मैले केएफसीमा पाएको भाउचरले हाम्रो यो भयो 900 भयो दुइटाको। थ्याङ्क गड हाम्रो कति 10वटा भाउचर थियो र काम लाग्यो। अनि यस्तो छ हाम्रो चाहिँ नम्बर कति हो बुढा, 29। यो समात्नु त यो क्युआर हेर्नु न, त्यहाँ के इन्स्ट्रक्सन देखाउँछ अरे। 29 बुढाको नाम चाहिँ डी लेख्दै छ, टी नलेखेर। मेरो नाम चाहिँ सही नै लेखेको छ। अनि हामी अब 10 मिनटको लागि राइडमा जाँदैछौँ। लेट्स गो बुढा।
Are you ready? Yes, I am. Really? And you are exciting too? I'm excited. Okay, let's go. भर्खर हामी यो खेलेर आयौँ हाम्रो भिडियो गराइदिने चाहिँ कोही भएन तर बबाल मजा आयो खेल्दाखेरि अब चाहिँ हामी यो माथि पुल हो अन्डरग्राउन्डबाट यहाँको मलमा जाँदैछौँ अनि हामी निस्केपछि सपिङ नजाने भन्ने त कुरै हुन्न गाइज हामी चाहिँ अहिले यतिकै लुगाहरू हेर्न एउटा यहाँ मल रहेछ सबसे ठुलो कार्टिङ खेल राखेर मलमा हिँड्दैछौँ हेर्दैछौँ सामानहरू के कस्तो छ भनेर कतै सेल लाएर टक्क राम्रो सामान पाइहाल्यो नि त पाइहाल्यो नि बुढाको सपिङ कहीँ गएपछि सपिङ नगरी हुँदैन मेरो बुढालाई सपिङ गरेपछि अझ बिल हेर्ने के किनेको कसरी भयो यत्रो भन्दै अब चाहिँ हामी उता जाँदैछौँ यहाँ चाहिँ यस्तो खानेकुराहरू कति मजाले चक्लेटहरू यस्तरी राखेको छ वरिपरि यस्तो बस्ने ठाउँ राख्दै यो चाहिँ कति ठुलो मल छ अनि बिचमा चाहिँ पानीको यस्तो जादुमाई कतिवटा फ्याट हुन्छ कतिवटा सर्र माथि जान्छ अनि वरिपरि चाहिँ सपिङ गर्ने अनि थका लाएर यहाँ आएर यस्तोमा बस्ने अनि बसेपछि यस्तो हुन्छ होला सक्यो है अब एक्कासी पानी माथिबाट आउँछ पालैसित आउँछ हेरिरहन चाहिँ मजा आउँदो रहेछ क्या यहाँ चाहिँ अनि बुढालाई चाहिँ पानी लिन बुढालाई पानी लिन पठाएको बुढा यो पानीको त यस्तो खतरा हुँदो रहेछ एकछिन बसेर हेर्ने भने त पुरा फाउन्टेनमा पानीको के अरे म्याजिक हेरे जस्तो हुँदो रहेछ कतिवटा यसरी निकाल्ने लाइटसित बच्चा बच्चीको लागि कति क्युट सामान हो यस्तो क्युटहरू सामान सबै कति धेरै डलहरू टुम्लेटहरू होइन त्यो बच्चाको हो कि मेरो होइन सब बच्चाको मात्रै छ यहाँ सोध्नु त सोध्छन् कति क्युटी पाए सामान हो वा यो अझ यो अरू चाहिँ बुढीलाई सपिङ चाहिन्छ मेरो चाहिँ बुढालाई यहाँ यतिका सामान किनेर भएन फेरि कामको लागि जुत्ता चाहियो अरे जुत्ता फाटे अरे कामको यति सपिङ गर्न भनेपछि त यति रुचाउने भगवान् यस्तो बुढाको कसको हुनुहुन्छ हौ सपिङ गर्न भनेपछि हुरुक्कै हुने पुरै पसल किन्न खोज्ने यस्तो so much interested in shopping so much